दर्शकबिन अब चाहिँ कान्छीले आफ्नो श्रीमान सागरलाई भेट्ने कुरा पक्का रहेको छ। तर दर्शकबिन कान्छी सागर भएको ठाउँमा पुग्न नपाउँदै त्यस अपराधीले सागरलाई गोली हानेर मार्ने त होइन के? अब आउँदो भागमा कान्छीले सागरलाई पक्का भेट्लिन् त? यी सबै कुरा जान्नको लागि तपाईहरूले आजको यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। हो दर्शकबिन, तपाईहरू पनि अब चाहिँ कान्छी र सागरको भेट होस् भन्ने चाहनुहुन्छ भने भगवानजीलाई पुगार्दै यस कमेन्ट बक्समा सागर र कान्छी भनेर लेखिदिनु होला। दर्शकबिन जसले यस भिडियोलाई अन्तिमसम्म हेर्नुहुन्छ उहाँहरूले अब आउँदो भागमा के हुन्छ त? कि अब कान्छीले आफ्नो श्रीमान सागरलाई भेटाउली त? अनि दर्शकबिन त्यस अपराधीले उसको आफ्नै भान्जीलाई मार्न खोजिरहेको छ। कतै त्यस अपराधीले उसको आफ्नो भान्जीलाई मार्ने त होइन, कतै त्यस अपराधीले उसको भान्जी र सागरलाई मार्ने त होइन? यो सबै थाहा पाउनेछ। त्यसैले दर्शकबिन आजको यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। दर्शकबिन तपाईहरूले कान्छी गत हप्ताको भाग पक्कै पनि हेरिसक्नु भयो होला र त्यस भाग हेरिसकेपछि तपाईहरूको मनमा ठुलो आश पलाएको होला। दर्शकबिन तपाईहरूलाई आश यस कारणले लागिरहेको छ होला कि त्यस अपराधीले रिसले बन्दुक पड्काएपछि कान्छी र कान्छीको दाइ र देवरले सुनेका छन्। अब त कान्छीहरू सागर भएको ठाउँमा पुग्न आँटेका छन्। अब आउँदो भागमा कान्छीले आफ्नो श्रीमान सागरलाई भेटाउँछिन् कि भन्ने ठुलो आश रहेको छ। तर दर्शकबिन तपाईहरूको आशा सँगसँगै कतै कतै डर पनि लागिरहेको होला। दर्शकबिन तपाईहरूलाई डर यस कारणले लागिरहेको छ होला, कतै कान्छी पुग्नुभन्दा अगाडि नै प्रिया र जुने पुग्यो भने यस अपराधीसँग प्रिया र जुनेले हात मिलाएर सागरको कान्छीसँग कहिले भेट नहुन दिने हुन् कि कान्छीबाट टाढा लाने हुन् कि भन्ने तपाईँ हाम्रो मनमा डर पलाइरहेको छ। दर्शकबिन मैले पनि आउँदो कान्छी भागको चर्चा गर्नेछु। दर्शकबिन तपाईहरूले सागर र कान्छीको भेट अवश्य हुनुपर्छ भन्ने चाहनुहुन्छ भने आजको यस भिडियोमा अन्तिमसम्म रहनुहुनेछ। दर्शकबिन कान्छी अनि कान्छीको दाइ र देवर सागरलाई जङ्गलमा खोज्दै जाँदाखेरि एक्कासी देखिएको दृश्य सागर नभएर बाघ पो देखिएका रहेछन्। दर्शकबिन त्यस जङ्गल निकै नै ठुलो रहेको रहेछ। त्यस जङ्गल भित्र विभिन्न डरलाग्दा जङ्गली जनावरहरू पनि पाइँदा रहेछन्। दर्शकबिन कान्छी अनि कान्छीको दाइ र देवरले जब त्यस जङ्गली बाघलाई देख्छन् तब निकै नै डराएका छन्। अनि त्यस बाघलाई देखिसकेपछि कान्छीको दाइ धेरै डराएर अब कदम अगाडि नचाल्ने, हामी अब यस जङ्गलबाट बाहिर निस्किनु पर्छ भनेर व्यक्त गरेका छन्। दर्शकबिन त्यस बाघलाई देखिसकेपछि कान्छीको दाइ र कान्छीको देवर निकै नै डराएका छन्। दर्शकबिन कान्छीको दाइ र देवर डराए पनि कान्छी भने कता पनि डराएकी छैनन्। साँच्चै दर्शकबिन कान्छी त केही जङ्गली जनावरदेखि डराएकी छैनन्। उसले त आफ्नो श्रीमान सागरलाई भेट्ने ठुलो आश लिएर छिन्। बिचारी कान्छीले त कति ठुल्ठुला समस्याहरू पार गरेर यहाँसम्म आएकी छिन्। जाबो त्यस बाघदेखि त कहाँ डराउँछिन् र? साँच्चै दर्शकबिन कान्छीले आफ्नो श्रीमान सागरको लागि आफ्नो ज्यान पनि दाउमा राखिएकी छिन्। कान्छीले त कुनै डर भोग तिर्खा कुनै कुरालाई पनि वास्ता नगरिकन आफ्नो मन तन दिएर आफू मरितुल्य भएर केवल सागरलाई भेटाउने आशमा हिँडेकी हुन्। अनि दर्शकबिन कान्छीले आफ्नो दाइ र देवरलाई नडराइकन
अगाडि हिँड्नको लागि अनुरोध गरेकी छिन्। तर दर्शकबिन कान्छीको दाइले बरु जङ्गल अगाडि नजाने, आफ्नो ज्यान दाउमा नलगाउने, जसरी भए पनि फर्किने कुरालाई व्यक्त गरेका छन्। दर्शकबिन कान्छीको देवरले पनि डराएर सागरलाई खोज्न नजाने, यहाँबाट नि फर्किने कुरा व्यक्त गरेका छन्। दर्शकबिन भनिन्छ नि, आफ्नो मान्छेहरू अप्ठ्यारो पर्दा साथ दिँदैनन् अनि पछाडि पर्छन् भनेर गरी कान्छीको दाइ र देवरले गरेका छन्। हो दर्शकबिन कान्छीको दाइ र कान्छीको देवरले पहिला आफ्नो मात्र माया गरेर सागरको वास्ता नगरेको जस्तो देखिएको छ। तर दर्शकबिन कान्छी त्यस्तै महिला हुन् कि कान्छी आफूभन्दा पनि उसको श्रीमान सागरलाई माया धेरै गरेको देखिएको छ। कान्छीले आफूले श्रीमान प्रति गरेको मायाको कारणले गर्दा कान्छी त्यहाँबाट कतै पनि नफर्किने कुरा व्यक्त गरेकी छिन्। दर्शकबिन कान्छीले जब सागरको प्रस भेटाइन् तबदेखि नि सागर यस जङ्गलमा नि रहेको कुरा बताएकी छिन्। हो दर्शकबिन कान्छी एउटी महिला भएर पनि त्यति धेरै हिम्मत कहाँबाट आएको होला, तपाईँ हामीलाई पनि देख्दै गर्दा अचम्मित लागिरहेको छ। कान्छीले आफ्नो श्रीमान प्रति गरेको चोखो मायाको कारणले गर्दा होला। अनि दर्शकबिन कान्छीले आफ्नो दाइ र देवर डराएको देखिसकेपछि धेरै कुराहरू सम्झाएकी छिन्। तर कान्छीको दाइ र देवरले त्यस कुरालाई नमानेपछि जसरी भए पनि फर्किने कुरा गरेपछि कान्छीले आफ्नो दाइ र देवरलाई फर्किएर जानको लागि आदेश दिएकी छिन्। दर्शकबिन कान्छीको त्यस्तो कुरा सुनिसकेपछि, कान्छीको त्यस्तो साहसीपन र बहादुरपन देखिसकेपछि कान्छीको दाइ र देवर पनि सागरलाई खोज्नको लागि हिँडेका छन्। दर्शकबिन साँच्चै त्यति ठुलो घनघोर जङ्गलमा जङ्गली जनावरदेखि पनि कुनै पनि वास्ता नगरिकन केवल सागरलाई भेटाउनेको आशमा हिँडिरहेकी छिन्। कान्छीको त्यस्तो आँटिलोपन देखिसकेपछि दर्शकबिन तपाईहरूलाई पनि लागिरहेको छ होला कि अब पक्कै पनि कान्छीले आफ्नो श्रीमान सागरलाई भेटाउने छिन्। अनि दर्शकबिन अलिअलि चिन्ता थपिरहेको छ। दर्शकबिन कान्छाले भगाएर ल्याएको केटीको बुवाले धेरै दिनसम्म पनि आफ्नो छोरीको हात माग्न नआएपछि त्यस केटीको बुवाले आफ्नो छोरीलाई, त्यस कान्छा अनि त्यस परिवारले आफ्नो छोरीलाई नचाहेको कुरा व्यक्त गरेका छन्। तर दर्शकबिन कान्छाको हुनेवाला ससुरा बुवालाई त किन थाहा छ र कान्छाको घरमा कति ठुलो समस्या परेको छ भनेर। कान्छाको हुनेवाला ससुरा बुवाले कान्छाको परिवारको कुनै पनि समस्यालाई कुनै पनि नबुझिकन केवल आफ्नो छोरीलाई नचाहेर मात्र नआएको कुरा व्यक्त गरेका छन्। हो दर्शकबिन साँच्चै कान्छाको हुनेवाला ससुरा बुवाले पनि कतै न कतै कुरा नबुझेको जस्तो देखिएको छ। दर्शकबिन भनिन्छ नि, आफ्नो मिल्ने साथी पनि दुश्मन हुन्छ भनेर। त्यसै गरी आज कान्छासँग विवाह हुन लाग्दै गर्दा पनि त्यस भगाएर ल्याएको आफ्नो मिल्ने साथीले कान्छालाई फोन गरेर फकाउने कुरा लिएर विभिन्न कुराहरू गरेकी छिन्। कान्छाले भगाएर ल्याएको त्यस केटीको साथीले त आफ्नो साथीलाई निकालेर उहाँ आफै कान्छासँग विवाह गर्न चाहँदै रहेछिन्। हो दर्शकबिन उसले कान्छालाई फोन गरेर भएको नभएको कुरा धेरै लगाएकी छिन्। अनि दर्शकबिन ती सबै कुरा सुनिसकेपछि कान्छा पनि निकै छक्क परेका छन्। अनि कान्छाले त्यस केटीलाई गाली गरेका पनि छन्। अनि दर्शकबिन कान्छाले भगाएर ल्याएको केटीले आफ्नो साथीले नि कान्छा र उसको सम्बन्धमा फाटो ल्याउने काम गरेको सुनेपछि त्यस साथीसँग निकै नि झगडा गरेकी छिन्। अनि दर्शकबिन कान्छाले भगाएर ल्याएको केटीले कान्छालाई फोन गरेर चाँडो भन्दा पनि चाँडो मलाई माग्न आउनको लागि अनुरोध गरेकी छिन्। बिचरा कान्छालाई
चिन्तामाथि अझै पनि चिन्ता थपिएको छ। कान्छाले जसरी भए पनि आफूले माया गरेको केटी पाउन्, तपाईँ हाम्रो यही कामना छ। अनि दर्शकबिन उता कान्छीलाई विभिन्न पीडाहरू दिइरहेका छन्। कान्छीको पीडामाथि त्यही माथि आज जुने र प्रिया र जुने मिलेर कान्छीलाई दुःख दिने योजना बनाएर प्रिया अनि जुने त्यस जङ्गलमा पुगेका छन्। दर्शकबिन हिजोको दिनमा प्रिया र जुनेले कान्छीलाई विभिन्न दुःख दिइसकेपछि, कान्छीले पनि आफूलाई दुःख दिइसकेपछि प्रिया र जुनेलाई सजाय दिएका थिए। त्यसको सम्झेर प्रिया र जुनेले कान्छीलाई विभिन्न दुःखहरू दिने कुरा बनाएका छन्। कान्छीलाई दुःख दिएर बदला पुरा गर्नलाई प्रिया र जुने त्यस्तो घनघोर जङ्गलमा पुगेका छन्। दर्शकबिन कान्छीले कुनै पनि भोक प्यास नभनिकन आफू पीडामा भए पनि सागरलाई खोज्नको लागि हिँडिरहेकी थिइन्। त्यही माथि पीडा दिनको लागि प्रिया र जुने कान्छीले भन्दा पहिले आफूले भेटाएर सागरलाई अपहरण गरेर कान्छीबाट टाढा लाने कुरा व्यक्त गरेका छन्। प्रिया र जुनेले कान्छी र सागरको मिलन हुन नदिनको लागि विभिन्न योजनाहरू बनाएर हिँडिरहेका छन्। दर्शकबिन तपाईँ हाम्रो चाहना यति नै छ कि कान्छी यसै पनि पीडामा छिन्। कान्छीलाई अझ दुःख प्रिया र जुनेले दिनु हुँदैन। प्रिया र जुने आधी बाटैबाट फर्किनु पर्छ भन्ने चाहना तपाईँ हाम्रो सबैको मनमा छ। अनि दर्शकबिन उता त्यस अपराधीले भने धेरै समय कुर्दा पनि सागरले कुनै पनि गल्तीलाई स्वीकार नगरेपछि अलिक फरक तरिकाको योजना बनाएको छ। दर्शकबिन त्यस अपराधीले त आफूले भान्जीलाई मारेर अनि सागरलाई डर देखाएर अनि सागरले सबै कुराहरूलाई स्वीकार गर्छ भन्ने आश लिएर आफ्नै भान्जीलाई मार्न खोजिरहेको छ। दर्शकबिन त्यस अपराधी त कति धेरै पापी रहेछ त। आजको दिनमा त्यस्तो अपराध गरो तर आज आफूले हुर्काएर ठुली बनाएकी आफ्नै भान्जीलाई मार्न समेत पछाडि परेको छैन। दर्शकबिन हिजोको दिनमा त्यस अपराधीले आफ्नै भान्जीलाई पनि बेच्नको लागि लगेको रहेछ। तर सरिनाले सबै कुरा थाहा पाइसकेपछि त्यहाँबाट भागेकी रहेछिन्। त्यस अपराधीलाई त पुलिसले त चारैतिर खोजिरहेका रहेछन्। अनि दर्शकबिन पुलिसले खोजिसकेपछि त्यस अपराधीले त आफूले गरेको सबै गल्तीको सजायलाई अर्केको थाहा। दर्शकबिन त्यस केटीको बुवाले पनि सबै कुराहरूलाई सम्झेर गाउँले छिमेकीले भनिसकेपछि सबै कुराहरूलाई सम्झेर आफूले गल्ती गरेको महसुस गर्दै आफूमा परिवर्तन ल्याएका छन्। अनि त्यस केटीको बुवाले पनि अब हिजोको दिनमा जस्तो सुकै व्यवहार गरे पनि अबको दिनमा आफ्नो छोरीको खुसीको लागि जे पनि गरिदिने तयार भएका छन्। अनि दर्शकबिन आफ्नो बुवामा त्यस्तो परिवर्तन आएको देखिसकेपछि त्यस केटी पनि निकै नै खुसी भएकी छिन्। अनि दर्शकबिन त्यस केटीको बुवाले आफ्नो छोरीको खुसीको लागि जे पनि गर्ने अनि आफ्नो छोरीलाई कान्छासँग चाँडो भन्दा चाँडो विवाह गरिदिने भएका छन्। दर्शकबिन तपाईहरू पनि त्यस केटीको बुवामा निकै परिवर्तन आएको देख्दै गर्दा तपाईहरू पनि असाध्यै खुसी हुनुहुन्छ होला। अनि दर्शकबिन त्यस केटीले आफ्नो बुवा परिवर्तन भएको देखिसकेपछि त्यस केटीले कान्छालाई सबै कुरा सुनाएकी छिन्। जब कान्छाले आफ्नो बुवा सुध्रिएको भन्दै सबै कुरा भन्छन् अनि कान्छाले त सुरुमा त खिली उडाउँदै कुनै पनि कुरालाई विश्वास गर्दैनन्, तर पछि सबै कुरा सुनिसकेपछि विश्वास गरेका छन्। दर्शकबिन अब भने कान्छा अनि त्यस केटीको विवाह हुने पक्कै भएको छ। अनि दर्शकबिन उता प्रिया र जुनेले सागरदेखि कान्छीलाई टाढा बनाउनको लागि विभिन्न योजनाहरू बनाइरहेका छन्। दर्शकबिन कान्छी त यसै पीडामा परेकी छिन्। आफ्नो सागरलाई नभेटिसकेपछि त्यसै माथि कान्छीका दुश्मनहरू प्रिया र जुनेले सागरलाई अझै धेरै दुःख दिने कुरा गरिरहेका छन्। अनि दर्शकबिन प्रिया र जुनेले कान्छीलाई कान्छी कहाँ छिन् भनेर
कान्छीको गाउँमा फोन गरेर बुझेका छन्। साथै दर्शकबिन दुश्मन भनेको दुश्मन नै हुन्छन्। हिजो पनि कान्छीका ती जुनेर प्रिय दुश्मन थिए भने आज पनि कान्छीको खुसी खोज्नलाई कान्छीलाई रुवाउनको लागि परिरहेका छन्। दर्शकबिन प्रिया र जुनेले यतिसम्म भनिरहेका छन् जसले सागरको अपहरण गरेको छ त्यस व्यक्तिसँग मिलेर त्यस व्यक्तिलाई धन्यवाद दिएर अनि त्यस व्यक्तिसँग मिलेर सागरसँग कान्छीलाई कहिले पनि नभेटाउने गरिराख्नलाई विभिन्न योजनाहरू बनाइरहेका छन्। दर्शकबिन साँच्चै प्रिया र जुने निकै पैसावाल भएका छन्। कान्छीलाई दुःख दिनको लागि निकै नै प्रयासहरू गर्नेछन्। अनि दर्शकबिन उता त्यस अपराधीले सागरलाई त केही महिनासम्म बन्दी बनाएर राखिएको त थियो र त्यस अपराधीले आफ्नै भान्जीलाई पनि बन्धक बनाएर राखिएको छ। सलिनाले सागरलाई त्यहाँबाट उम्काउन लागि निकै नै प्रयास गर्दै थिइन् तर त्यस अपराधीले सलिनाले सागरलाई छोडिदिनु भन्दै गर्दाखेरि सलिनाले सागर प्रति दया लगाएपछि त्यस अपराधीले अब सागरलाई यस भान्जीले छोडाउँछिन् भनेर आफ्नै भान्जीलाई पनि बन्धक बनाएर राखिएका छन्। अनि दर्शकबिन उता कान्छी अनि कान्छीको दाइ र देवर सागरलाई खोज्न जाँदै गर्दाखेरि जंगलमा अचानक एक्कासी के देखिन्। त्यस कुरालाई देखिसकेपछि कान्छी अनि कान्छीको दाइ र कान्छीको देवर निकै नै अचम्मित भएका छन्। हो दर्शकबिन वास्तवमा कान्छी र कान्छीको दाइ र देवरले त्यस दृश्य के देखेका होलान् त? कतै तिनीहरूले सागरलाई त देखेनन्। यो खुल्दीले तपाईँ र हाम्रो मनमा उल्झिरहेको छ। दर्शकबिन त्यस्तो के देखे त? यी सबै जान्नको लागि तपाईँ हामीले अर्को भागको प्रतीक्षा पनि गर्नै पर्ने हुन्छ। तबसम्म प्रतीक्षामा रहनुहोला। हस्त, धन्यवाद।